So guys, welcome back to my another vlog. It's me Ramjit Magar. Hope you guys are fine. म पनि सन्चै छु हैन. So आज डे 2 गाउँमा हैन. So आज चाहिँ म चाहिँ यहाँनिर चाहिँ पुरानो मन्दिर लाइक के हो मन्दिर भन्नु मन्दिरै हो लाइक बालथान भन्छ यहाँ चाहिँ हाम्रो गाउँको उसमा चाहिँ हैन म लगभग अब यो भन्दा अगाडि 3-4 वर्ष अगाडि चाहिँ एकचोटि आएको थिएँ हैन. त्यो भन्दा अगाडि म आएको थिएन के जस अहिले चाहिँ यस्तो भर्याङहरु बनाएको छ रे अलि लाइक डेभलप भइसक्यो भन्ने कुरा सुने के. सो त्यही भएर म चाहिँ हेर्नलाई जान लाग्यो हैन. यो चाहिँ ठाउँ चाहिँ यहाँनिर लोकेसन चाहिँ गाउँकै अलिकति यतापट्टि पर्छ यही माथि हो क्या लोकेसन चाहिँ हैन. सो लेट्स सी माथि नै गएर कस्तो बनाएको रहेछ के गराएको रहेछ हेर्दिम न हैन गएर. गाडी त आउँदैन के यहाँ त यो रुटमा त अहिले त आउँछ भरे आयो जस्तो छ. त्यही त बोलेर गयो जागी कसको ल्याउँछ यहाँनिर मेराङ दिङको आउँछ ए छप्तेलले ल्याउनै नमान्दो रहेछ. तल त्यो चान डाँडाको छेउतिर चाहिँ अलिकति चिप्लिने बाटो रहेछ क्या रातो माटो है. अस्ति हामीले सोलिङ गरेको त नि झन् चिप्लिन ठाउँमा त्यो अलिकति माथिल्लोपट्टि पनि अझै रहेछ फेरि. हिजो मैले गएर हामी गएर हेरेको थिएँ अब हो त्यहाँ त यस्तो त लेउ भइसकेको छ. अब गेट यहाँ बन्दैछ यहाँनिर गेट बन्ने अब त्यो त धेरै पुरानो है मन्दिर त कति पुरानो हो बाजेहरूलाई थाहा छैन अब पैसाहरू बाहिर राखिहाल्छ भित्र हाल्नुपर्छ. हामीले चाहिँ यो चाहिँ के अरे देउसीमा उठाएर बनाएको हो क्या. यो चाहिँ देउसीमा उठाएर बनाउनु भएको माथिल्लो बाटो बन्द भएपछि रोड आएपछि ए. अब गेट चाहिँ यहाँतिर बन्छ. सो यही हो हाम्रो गाउँको मन्दिरको इन्ट्री गेट चाहिँ हैन. सो एज यु क्यान सी राम्रो छ बबाल छ ठाउँ चाहिँ हैन. सो हाम्रो चाहिँ यता ठुलो पापा उहाँले चाहिँ मलाई चाहिँ यहाँको ठाउँ देखाउँछु भनेर ल्याउनु भएको है. तपाईँ त आर्मी पनि हुनु पहिलाको त होइन कति वर्ष गर्नुभयो साँच्चै आर्मी हुनु तपाईँले 11 वर्ष. अब यहाँ गेट बनेपछि रमाइलो हुन्छ. हजुर के अनि आर्मीमा चाहिँ तपाईँले चाहिँ के भएर छोड्नु भयो ठुलो दुबई जान्नलाई भनेर छोडेको ए नभए त्यति बेला पेन्सन पाकिसक्ने मान्छे है. 65 सालले पाएको अनि विदेशले गर्दा दुःख पायो. दुबईको पैसा नि एउटा आफ्नै दिदीले खाइदियो 9 लाख खाइदियो यार. ठिकै छ त. यो चाहिँ साइलाको यता चाहिँ माइलाको तपाईँ पिठे खान्छाहरूको यता चाहिँ ए यहाँ खोला के हो तलैसम्म हाम्रो अराउन्ड हियर टु त्यो त्यहाँ तलसम्म भन्नुभयो है तल के छ हामी हजुर ए रमजित ने मसला थंदर दोस्त फलो हंगंगा सिवान खाई रमजित ने मसला थंदर दोस्त खाई भी. सो योभन्दा 4-5 वर्ष अगाडि चाहिँ यो सिडी बनाएको थिएँ नि टक्क यो केही बनाएको थिएँ यहाँनिर होइन. हजुर ए हस् हुन्छ. सो यहाँ केही बनाएको थिएन. सो राइट नाउ अहिले चाहिँ यस्तो भवाल यत्तिकै विकास भइसक्यो कि गाउँमा होइन. हामी सोलुमा माथि अब घुम बसेकै गाउँमा यति बवाल विकास भइसक्यो थाहा नै छैन. यहाँ त के अरे पुरै बजार सजार पनि लाग्छ नि होइन 3 चोटी म वर्षमा होइन सालमा अब शिवरात्रिमा पर्सि बाल चतुर्दशीमा हजुर ए 2 चोटी छ. बजारमा भर्ने तार हजुर टक्क लाएर आइपुग्यो हामी चाहिँ होइन यहाँनिर बवाल छ केटा हो. यो पनि के मन्दिर बनाउनु लाग्नु भएको कि त्यहाँ पनि मन्दिरै हो. त्यहाँ चाहिँ पानी जम्छ अब यो जमिरहेको रहेछ अहिले त. त्यही त पानी जम्छ. चाहिँ क्यान सी त्यो भित्र क्या टक्क कस्तो मजाले पानी जमेर रहेछ है त्योभित्र. ठ्याक्कै यो एउटा भयो अनि यहाँनिर एउटा यो चाहिँ यसमा चाहिँ सामानहरू राखेर पूजा गर्नेको बत्ती पनि हालेर रहेछ यसमा चाहिँ सब नि आमा गाउँ कति विकास भयो यस्तो. यो पानी हजुर 12 महिना सुक्दैन यो त शिवाजीको जल हजुर तपाईँ यहाँनिरको चाहिँ 12 महिना चल्दैन सुक्दैन. हामी जहिले गाउँ आउँदाखेरि त्यो बर्खामा आउँदा नि यो पानी नसुक्थ्यो क्या सुक्दैन थियो क्या कहिले नि
है केटा हो हाम्रो गाउँ चाहिँ यस्तो छ हेर केटा हो एनी वान इन्ट्रेस्टेड देन यु क्यान डाइरेक्टली कल मी है यहाँको जल खाएपछि पवित्र हुन्छ अरे कि हजुर अनि यहाँ के अरे हाम्रो यो घुन्साको मन्दिर चाहिँ कुन हो घुन्साको पुजारी बस्ने चाहिँ छोरी बाउ तपाईँको ठुलो मामा हजुर एउटा हजुर यसमा चाहिँ मगर बस्छ पल्लोमा चाहिँ छोरी बाउ मामा बस्छ मैले सुनेको यसमा दियो तार सबै पर्सि यहाँ फिन्जाउने पानीको पाइप हजुर राख्ने ठाउँ चाहिँ यो ठिक छ एमसिमी छ त बालाफान मन्दिर सबै छ सबै यहाँनिर अहिले पुरै विकास भएको छ गाउँ पहिले रन्जित आउने बेला यस्तो थियो त थिएन नि म आउने बेला ट्याक्कै यो म एकचोटि आउँदाखेरि यहाँ केही त्यस्तो केही निर्माणै भएको थिएन भनौँ न सो बब्बाल ठाउँमा चाहिँ केटा हो यो भयो एउटा मेन मन्दिर यहाँ चाहिँ मगर पुजारी बस्नुहुन्छ अरे होइन मगर पुजारीको अरे यहाँ चाहिँ एन्ड देन योभन्दा उतापट्टिको अर्कोपट्टि छ त्यहाँ चाहिँ हाम्रो जेठामामा हुनुहुन्छ उहाँ बस्नुहुन्छ उहाँले पूजा गर्नुहुन्छ बसेको यता ऊ यो चाहिँ शिव मन्दिर यताको चाहिँ पार्वती हो सबै छ केटा हो यहाँबाट सुरुङ छ माथिसम्म माथिबाट डब्बु पैसा हाल्यो भने यहाँ झर्छ कहाँनिर माथि भन्नाले थिए टपमै छ टपमै हो यहाँ छ एउटा देवी भित्र पनि रहेछ होइन यहाँबाट चाहिँ एउटा सुरुङ छ अरे क्या टक्क लाएर यो कुनातिर होला सायद आई डोन्ट नो बट यो शिवजीको त्यो लिङ्गको टाउकोबाट हो ए टक्क यहाँनिर यो टाउको छ नि यहाँनिर चाहिँ एउटा सुरुङ जस्तो छ अरे यहाँ माथि टपमा छ अरे क्या एउटा ठाउँ होइन त्यहाँबाट चाहिँ पैसा के अरे सिक्का पैसा खसायो भने चाहिँ यहाँनिर आइपुग्छ अरे त्यहाँबाट खसायो भने चाहिँ यस्तो बबाल धर्मावलम्बीहरूको लागि चाहिँ बेस्ट ठाउँ चाहिँ यहीँ छ केटा तल गेट बनोस् अर्को साललाई भनेको छ उपमेयरले हजुर पर यहाँबाटै बाटो खोल्छ गणेशस्थानलाई यो उतापट्टि चाहिँ गणेशस्थान यही उतापट्टि चाहिँ होइन के अरे फुरी बाबाले जेठामाले गर्ने चाहिँ यो उतापट्टि ऊ माथि छ फेरि एउटा देवी थालु ए नयाँ बनाएको थियो पहिला त थिएन नि है थिएन यहाँ यो चाहिँ तमङ्गली खै चिन्छ होला यसको बुढा तपाईँले टक्टरी चिन्छ तपाईँले ट्र्याक्टरै दुब्लाको है चिन्छु नि टक्टरेको बुहारीले निकालेको यो उयो मुना तल फेदमा यहीभित्र यही हो ल सो हिराले भ्लग हेर्दैछ भने चाहिँ है तिमीहरूको पापाको बुहारी भन्नु है तिमीहरूको पापाको बुहारीले चाहिँ यहाँनिर चाहिँ के अरे लाइक अब यो मन्दिर निकालिदिनु भएको अरे क्या हाम्रो गाउँमा होइन बब्बाल निकाल्नु भएको रहेछ यस्तो दामी लाग्यो है शिवजीको मन्दिर रहेछ तपाईँ यो कुरामा एउटा शिवजीको लाइक के भनौँ त्यसलाई के अरे शिवलिङ्ग छ होइन यहाँनिर शिवलिङ्ग नै हो शिवजी नै हो यो शिवजीको रहेछ होइन अनि यतापट्टिको यो लाइक यो सानो एउटा यो चाहिँ गणेशको है यो चाहिँ गणेशको रहेछ यहाँनिर यतापट्टिको यो चाहिँ पार्वतीको मन्दिर हो अरे अनि त्यो जुन शिवजीको त्यो साँड हुन्छ नि त्यो चाहिँ यहाँनिर रहेछ साँडे गोडु चाहिँ यहाँ छ अनि यो दोर्जे भइहाल्यो दोर्जे भन्छ कि यसलाई के भन्छ यसलाई दोर्जे नै त भन्छ नि होइन यो दोर्जे भइहाल्यो यति हो यहाँको चाहिँ एन्ड देन लेट्स गो टु द एनदर वान होइन अब अर्कोपट्टि पनि गएर हेरौँ कस्तो रहेछ यो भित्र चाहिँ त्यसरी हात हाल्यो भने म चाहिँ डर लाग्छ किन र सर्प पनि हुन्छ कोही बेला भनेर नि कहिले पैसा भेट्छ कहिले माटो मात्रै भेट्छ कहिले अक्षता भेट्छ त्यस्तो हुन्छ म एकचोटि ट्राई गर्नु क्या गर्नु केही हुँदैन ल हुनु त हुँदैन सो लेट मी ट्राई हियर है एकचोटि ट्राई गर्नु पऱ्यो यहाँनिर यो ढुङ्गा त्यति उत्पन्न भएको उहिलेदेखि पहिला एकचोटि मम्मीले भनेर मैले गएको थिएँ कि त्यही हो लेट मी ट्राई हियर है के भेट्छ हेरौँ सर्प त हुँदैन नि हुँदैन स्वाट्टै हात टोक्दियो भने तल्ला ओए के को भेट्थ्यो यार सबैले कोट्टाइ
यहाँ गर्ने स्थानतिर पो छौ सर हुँदैन हुँदैन कहाँ पस्छ त सबै टोक्दियो भने टोक्दैन टोक्दैन म कति गहिरो त नि त फुल रहेछ के त्यहाँ याङ झिक्ने रे ऊ इज धोतर है मत धोतर जे भेट्यो त्यो टक्क हो त्यो सर्लक्क चोखो के जति बोक्ने मैले चाहिँ यति मात्रै भेटेँ केटा है फुल भेडा चाहिँ होइन यो लगेर राख्यो भने चाहिँ राम्रो हुन्छ अरे भनेर मैले टिपेँ है लेट्स चाहिँ के हुन्छ हेरौँ सो अब यहाँनिर यो माथि तलको भयो अब माथिको एकचोटि हेर्नु जाउँ कस्तो रहेछ एउटा यहाँ चाहिँ तल चाहिँ त्यो हात हाल्ने ठाउँमा चाहिँ हात हालेको होइन एउटा फुलको उस भेट्यो होइन मैले ओ माई गडनेस यो पनि राम्रो चाहिँ राम्रो रहेछ ओ यो चाहिँ सानो रहेछ यहाँको चाहिँ है उहाँहरू चाहिँ यहाँको चाहिँ एकदम पुर्खा हो क्या यहाँ उहाँहरू चाहिँ यहाँको चाहिँ पुर्खा भनौँ न अब पुर्खा मध्येमा तपाईँहरू त छ नि यताको होइन ए पुर्खा पनि तपाईँहरू हो अब त पुर्खाहरूमा अरू कोही हुनुहुन्न उनीहरू हुनुहुन्छ हजुर ए मेघरानीको मगर भन्नु है ए हजुर 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 ए ए हस् हुन्छ भरि छ है हजुर हजुर सम्बन्धी पनि यहाँ छ हजुर अब यहाँको बत्तीको पैसा यहीँको यही हामीले अहिले चढायो नि तपाईँले हजुर बत्तीको पैसा चाहिँ त्यो कलेक्सन गरेर त्यहाँबाट तिर्छ हामीले यो बिच बिचमा औँसी पूर्णिमा आइरहेको हुन्छ त्यसै गरी मान्छेलाई टाढाको मान्छे आयो भने सबैले यस्तो गरेर चाहिँ भने के दाइ तपाईँले यस्तो मान्छे ल्याउनु भएको नि त त्यो गरेर सबै देखाउनु पर्ने यो चाहिँ कुण्डा कालो कुण्डा पहिले हामी भैँस चराउनु यहाँ त पोखरी हुन्थ्यो नि कोकले फोहोर बतल हालेर पो त पोहोर हामीले सफा गरेपछि यस्तो राम्रो भयो कुण्डा जाम्यो नि त के हो यहाँ भित्र त पुरै साउन्ड आउँदो रहेछ है हो आउँदो रहेछ देखाउनु पर्छ कि तपाईँको मान्छेलाई भने चाहिँ यस्तो हो देखायो चाहिँ धेरै टाढोदेखि मान्छे के पानी उम्लेको हो कि यो पानी उम्लेको जस्तै आएर चाहिँ यहीँबाट पसेको कि गाई यहीँदेखि सुरुङ थियो कि यहाँबाट चाहिँ यस्तो सुरुङ यस्तो भित्र सुरुङ हो पछि यहाँनिर त्यो नचल्ने जातले दुध चढाएपछि यो सबै बिलेको यो चाहिँ पुरै भित्र चाहिँ पोखरी रहेछ कुण्डा है कालो कुण्डा हो कुण्डा यो कुण्डा हो यो भित्र यता कुनामा पनि रहेछ है पुरै भित्रै सबै छ कि यो सबै छ नि भगवान यही सबै छ हेर्नुहोस् त सबै छ नि वर्षले यहाँ त पुजारी 5 ठाउँ सो ठुल्पापा चाहिँ उनीहरू जानु भइसक्यो होइन सो काका र म माथि जाँदै हो काकाले चाहिँ मलाई चाहिँ यहाँनिर चाहिँ त्यो जुन मैले अघि भनेको थिएँ नि अगाडिमा त्यहाँनिर त्यो हो त्यो धोत्रोमा चाहिँ यहाँ माथिबाट चाहिँ एउटा लाइक सुरुङ छ अरे होइन त्यो सुरुङबाट चाहिँ माथिबाट सिक्का खसायो भने चाहिँ त्यो तल आइपुग्छ अरे क्या त्यो सिक्का चाहिँ होइन सो म चाहिँ अहिले चाहिँ त्यही हेर्नु जानु लाग्यो त्यहाँ माथि सो पहिला पनि आएको हो म चाहिँ यो बाटो चाहिँ होइन तर आई डोन्ट नो कि मलाई चाहिँ त्यस्तो छ भने चाहिँ त्यहाँ चाहिँ केही थाहा थिएन कि आई डोन्ट नो के अहिले हजुर ए हुन्छ यहाँ माथि चाहिँ दुईवटा है भाले र पोथी मादल छ होइन बच्छ हजुर ए त्यहाँ दुईवटा मादल थियो होइन एउटा भाले एउटा पोथी थियो अहिले चाहिँ एउटा मात्र छ अरे एउटा चाहिँ मान्छेले हानेर भाँचेर फालिदिएको अरे अनि एउटा रहेछ अब होइन त्यो एउटा चाहिँ हेर्नु जम्दै चाहिँ कस्तो रहेछ अनि त्यहाँ त्यसकै छेउमा हो त्यो मादल भएको छेउमा त्यो सिक्का भएको चाहिँ सिक्का हाल्ने चाहिँ ए केटा हो मलाई गाउँमा मेरै आफ्नै गाउँमा के
मेरो आफ्नै गाउँमा यस्तो खतरा ठाउँ छ भने मलाई थाहा थिएन क्या केटा हो। ल अहिले आएर थाहा पाएँ क्या यस्तो बबाल ठाउँ रहेछ मेरै गाउँमा यस्तो बबाल ठाउँ थाहा थिएन मलाई। हात्ती पनि छ हात्तीको पनि नक्सा पनि छ अरे त्यहाँ देखिहाल्नु भयो नि त्यो गणेश थानको मन्दिर शिवजी पार्वती अनि यतापट्टि अर्को पनि मन्दिर थियो बौद्धहरू स्तूपहरू धेरै बनाएको रहेछ कि यहाँ गाउँमा चाहिँ मलाई त्यस्तोहरू चाहिँ केही पनि थाहा थिएन कि लाइक अब धेरै आइँदैन नि त हामी गाउँमा त आए पनि 4-5 दिन बसिन्छ गइन्छ त्यस्तो मात्र हुन्छ नि त हाम्रो चाहिँ। सो अहिले आएर टक्कै हेर्दाखेरि चाहिँ ओ माई गडनेस यस्तो बबाल ठाउँ रहेछ के कस्तो छ। लेट्स सी माथि गएर हेरौँ एकचोटि आवाज त सुरुङ कस्तो छ भने हेरिदिउँ होइन कस्तो रहेछ भनेर। मेरो अगाडि ठुल्पापा हुनुहुन्छ मलाई बाटो देखाउँदै हुनुहुन्छ ठुल्पापा चाहिँ यस्तो हिजोको भिडियो पनि अपलोड गरिरहेको छैन यत्तिकै स्टोरेज मेरो ग्यालरीमा बसिरहेछ हिजोको भिडियो पनि स्टोरेज मात्र फुल भइसक्यो कि अनि भिडियो चाहिँ अपलोड गर्नै पाएको छैन किनभने इन्टरनेट इज नट वर्किङ प्रपरली हेयर होइन अनि त्यो कारणले गर्दाखेरि मैले भिडियो अपलोड गर्नु पाएको छैन। अहिले बेलुका चाहिँ म यसो मिलाएर यताउता डाँडातिर गएर यसो इन्टरनेट खोजेर म भिडियोलाई अपलोड गरिदिन्छु अनि त्यहाँदेखि यसको एडिटिङमा यसको प्रोसेसिङमा लाग्छ है म चाहिँ त्यही अरू के गर्नु। मादल चाहिँ यही हो हजुर भाँचिदिएको होइन ए हजुर सो लेट्स गो फर मादल बजाउनलाई होइन यहाँनिर जाने टक्क मादल बजाउँ होइन कस्तो आवाज द बिट हियर यो साउन्ड आउँथ्यो पहिला त अहिले चाहिँ आउँछ कि आउँदैन कि आउँछ नि ए भाले हो नि त यो त भाले हो पोथी चाहिँ कुन हो पोथी यहाँ थियो हजुर अनि पोथी चाहिँ बन्दरले हानेर उतलतिर लडेर बस्छ हजुर यो त भाले भाले यो चाहिँ यो चाहिँ भाले हेरेको एउटा लेट हियर द साउन्ड है साउन्ड सुन है भाले हो ल केटा मादलकै साउन्ड आउँछ क्या यार यो चाहिँ भाले पोथी चाहिँ हजुर एकजना सो यही हो ठाउँ चाहिँ केटा हो टक्क लगाएर ल जाउँ काका हिँड्नु अगाडि त सो मलाई काकाले देखाउँछ है मलाई यहाँको केही थाहा छैन मेरो गाइड भनेको आजको गाइड भनेको मेरो काका है काकाले मलाई जे छ के छ सबै काकाले देखाउनुहुन्छ। सो हामी यहाँबाट जाने मात्रै म चाहिँ पछि काकाको पछि हेर्दै जाने हो। अलिकति रिक्स छ भन्दै त्यहाँनिरको ठाउँ चाहिँ अलिकति जोखिम छ त्यहाँबाट लड्यो भने तल एकचोटि देवीथानको छेउमा पुगिन्छ भन्दै हुनुहुन्थ्यो क्या। सो हेरौँ कस्तो हुन्छ होइन के छ चाहिँ हेरौँ गएर होइन इफ धेरै नै रिक्स छ भने हामी त्यहाँबाट रिटर्न फर्किन्छौँ रिक्स छैन भने चाहिँ गएर हेर्छौँ। हात्ती चाहिँ यही हो उयो ढुङ्गा यो ढुङ्गा है जब सुट पनि छ सुट पनि छ है सुट कान सबै ठक्कै छ ल यो ढुङ्गा भन्नुभयो है। सो टक्क यहाँ देखिरहनु भएको यो ढुङ्गा छ नि यो टक्क लाएर यो ढुङ्गा चाहिँ हात्तीको सेपमा छ अरे क्या टक्क सुट कान सब मिलेको छ अरे यसको चाहिँ। अब जाउँ है जाउँ काका तलसम्म काका बिस्तारै मुनिबाट बाटो छ होला नि काका केटा हो मलाई चाहिँ डर लागिसक्यो यस्तो सबै हेरेपछि पो तल शिवजीको छक्कै पुग्छ कि तपाईँको हजुर त्यहाँ चाहिँ केटा हो डड्के आएको जिते माउन्टेन ड्यू हेर्नुहोस् सबैले हेर्नुहोस् है यहाँ हो भगवान्को ल तर शिवजी यहाँ दत्तर शिवजीको धत्रो भन्ने सुनेको छ नि केटा हो त्यही हो यो चाहिँ ल गणेशमा निक्ले चाहिँ टक्कै यहाँबाट तल मुनि तल हेर केटा लाइट आइरहेछ नि त्यो लाइट चाहिँ तल मुनिको डाइरेक्ट लाइट आएको क्या। सो यही हो रे यहाँबाट मैले इफ मसँग सिक्का भएको भए यहाँबाट मैले सिक्का हालेँ भने चाहिँ तल मुनि चाहिँ सिक्का आइपुग्छ होइन के थाहा मलाई सिक्का ल्याउनु पर्ने चाहिँ सिक्का चाहिँ ठ्याक्कै यहाँबाट पठायो भने तल ठ्याक्कै पुग्छ ठ्याक्कै पुग्छ है हजुर यही मसँग हुनु चाहिँ पर्ने हो सिक्का ठ्याक्कै तल निक्लिन्छ तपाईँको
गाडी लिन्छ यहाँबाट कटिङ गरेर जान्छ यो बिचमा अरू के भन्छ अलिकति के जति हो होइन तल ठक्कै पुग्छ यो हरिसिएको सेमै हो तपाईँको यहाँ तपाईँले हेर्नुहोस् अहिले यसको भनौँ न अब यसको सिधा माथि छ अब यहाँ शिवजी चाहिँ यो मुनि हजुर यहाँ अब हेर्नु नि तपाईँको यो मुनि हो अब यहाँ त्यो उहिले अब म लस्टामा बसेको समितिमा बसेको हजुर अहिले तपाईँको शिवजी चाहिँ यहाँबाट चाहिँ खालि सेम गरेर चाहिँ हजुर उडेको रहेछ क्या तपाईँको यो चाहिँ हजुर उडेर गयो रहेछ राशि जराएर चाहिँ हजुर अनि त्यसको चाहिँ उयो माथि छ फेरि तपाईँको अर्को पनि छ है छ नि छ तपाईँको छ राशि पनि छ हजुर अनि शिवजीको पनि छ हजुर अनि यो चाहिँ यस तलबाट भगवान् तल हुनुहुन्छ अनि यहाँबाट चाहिँ उडेको रहेछ पहिला ए त्यहाँ मुनिबाट चाहिँ निस्केर यहाँबाट चाहिँ उडेर जानुभयो उडेको उड्नु भयो ए हजुर यो है कान्छ यही हो ल धेरै मिस्टिरियस हामी भर्खर बसेको हजुर बल्ल बुझेको तपाईँको हजुर सो मिस्टिरियस थिङ गरेर रहेछ होइन मेरो गाउँमा पनि मलाई थाहा थिएन यस्तो साह्रो मेरो गाउँमा पनि यस्तो साह्रो छ भने आउने गएको बिस्तारै हुन्छ हुन्छ लडिन्छ नि फेरि त्यो यहाँ माथि पनि एउटा केही छ अरे होइन त्यो चाहिँ त्यो सबै हेर्ने कहाँ यहाँ माथिल्लोपट्टि नै हो यो माथि हो ए सो लेट्स गो फर देयर होइन हेरौँ के छ कस्तो छ केटा भ्लग चाहिँ आज चाहिँ अलिकति लामो नै होला जस्तो छ होइन भिडियो चाहिँ हेरिदिनु होला होइन मजाले किनभने अब यो म यहाँ पनि मैले भिडियो गरिरहेको छु भने मलाई थाहा भइरहेको छ नि कि यो ठाउँहरू हेरेर देखेर मलाई म पनि आफै सक भइसकेँ यहाँनिर यस्तो दामी भिडियो ठाउँ छ भनेर ल केटा यहाँ डाँडा रहेछ बाबा मिठो हावा यही हो यो पोल छ नि त्यहाँ त्यो तपाईँले हात हाल्नु उता यहाँ हजुर ओ सिट तपाईँले एकदम भए पाउँछ हजुर भए पाउँछ हो त रहेछ त तातो चाहिँ हो हजुर हजुर ल केटा सर्व बस्ने जस्तो छ त नि त अनि तपाईँको त्यही त हो नि सर्व छैन र छैन 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 केही छैन चाहिँ हो, ए बा तातो आउँछ हो बाफ आउँदो रहेछ केटा हो तातो हुने कि भित्रबाट त भित्र छ ठाउँ चाहिँ त्यो भित्र रहेछ ओ माई गडनेस लेट्स गो ओभर देयर अन द डाँडा हात्ती पनि देख्नु हात्ती पनि हेर्नु जाउँ है कस्तो रहेछ हात्ती हेरौँ हात्ती हेरेपछि हामी फर्किन्छौँ अहिले यहाँको बारीहरू कसैले कमाउँदैन यहाँको बारी कसैले कमाउँदैन अहिले तपाईँको अब छोड्यो नि त टाँसी बुढाको बारी पनि त्यत्तिकै रहेछ त्यतिकै उसको नर्सरी ल्याएर सल्लाह एउटा भ्यू हेर भ्यू यस्तै छ हाम्रो गाउँबाट चाहिँ अलि राम्रो वेदर भयो भने यो तलमुनि सबै देख्थ्यो कि हाम्रो भ्यू चाहिँ तलमुनितिरको डाँडाहरू सब देख्थ्यो कि म जुन गाडीबाट जहाँबाट आएको थिएँ नि यहाँबाट हो माथि माथि ए माथि लेट्स गो ओभर देयर कस्तो रहेछ हेरौँ हजुर यो उता उता हजुर चुट पनि छ कान पनि छ त्यसपछि सबै थलो हो नाक साग सबै हात्ती हो यो चाहिँ यो हात्ती भन्नुभयो है यो सुट चाहिँ त्यो तल झुन्डिरहेको हजुर झुन्डेको झुन्डेको ए त्यो मुख सुट माथि रहेछ छ ऊ बसेर छ उसको कान दुईवटा पखेर छ हजुर त्यही हो तपाईँको लु टक्कै हात्ती सेम छ केटा होइन माथि पनि छ तल पनि छ हात्ती नै हात्ती सेम छ यो केटा टक्कै हात्ती सेमै रहेछ है साँच्चीकै हजुर त्यहाँ माथि हेर्नुहोस् है सुट पनि माथि नक्सा रहेछ हजुर तल पनि छ हजुर माथि छ नि त हजुर हजुर अनि यहाँ घाँस काट्नु दिँदैन हामीले मान्छेले त्यो आइमाईहरू यता घाँस काट्नु दिँदैन हो हजुर दिँदैन नि अनि यस्तो छ तपाईँको अनि हामी बस्यो पल्लोस् ए होइन होइन कहाँ लडिन्छ आउनु आउनु होस् यहाँबाट देखेँ मैले होइन होइन लडिन्छ लडिन्छ हात्तीको नक्सा छ हजुर पनि छ तपाईँको माथि न हात्तीको ठ्याक्कै नक्सा छ तल पनि छ देखेँ देखेँ अनु यताले लडिन्छ केटा मैले देखिहालेँ यहाँबाट उता होइन
सो अब भिडियो चाहिँ यति नै हुन्छ होला होइन। मेरो काका यता हुनुहुन्छ, चाहिँ मेरो काका। सो भिडियो अब यति नै हुन्छ, धेरै नलम्ब्याउँ होइन। सो यता पछाडिको भ्यू पनि एकदम राम्रो देखिरहेछ होइन। सो हामी अस्ति काठमाडौँबाट आउने भनेको डाँडा यतैबाट डाँडा यस्तो डाँडा हो होइन। यता डाँडा आएर यहाँ निस्केर ठ्याक्कै यता योपट्टि चाहिँ सल्लेरी हो, यतापट्टि चाहिँ होइन सल्लेरी ट्याक्कै देखिन्छ। मौसम खुल्यो भने सल्लेरी नै देखिन्छ कि यहाँबाट होइन। अहिले चाहिँ पुरै बादल लागेर ट्याङटुङ छोपिसकेको छ। सो एनीवान इन्ट्रेस्टेड टु गो पिके डाँडा होइन, देन यु क्यान है। अब यहाँबाट चाहिँ सल्लेरीबाट पिकेको लागि स्टार्ट भएर होइन। सो जुन यो डाँडा देखिरहनु भएको छ नि त, टक्कलाई यो डाँडाको स्ल्याब देखिरहनु भएको छ नि त, यो डाँडाको स्ल्याबबाट चाहिँ स्ल्याब नै हो अरे क्या रुट चाहिँ पिके जानुको लागि चाहिँ। सो पिके जानलाई चाहिँ त्यही डाँडाबाट सरर गएर यहीँबाट यही माथि हो अरे होइन पिकेको। पिके यही माथि है, पिके चाहिँ यही माथि हो। त्यही बाटो पनि जान्छ, यो बाटो हाम्रो गाउँबाट पनि जान्छ अरे केटा हो। बट इफ यु वान गो फर अ राइड होइन, राइड लगेर जानुहुन्छ भने चाहिँ तपाईँहरूलाई चाहिँ बेस्ट रुट चाहिँ यहीबाट है। गाडी बाइक सब जान्छ अरे कि यहाँबाट पिकेको तलमुनिसम्म लन्च गर्ने ठाउँसम्म चाहिँ बाइक जान्छ अरे। त्यहाँदेखि माथिल्लोपट्टि चाहिँ पिकेको लागि चाहिँ हिँडेर जानुपर्छ अरे होइन। 1 डे टु वाक होइन, अनि 2 डे टु राइड 1 डे टु वाक होइन। 3 डेजको ट्रेक हुन्छ। अब फर्किने बेलामा 1 डेमा फर्किन्छ अरे क्या, 1 डेमा फर्किन्छ अरे। त्यो टोटल गरेर 4 डेको ट्रेक हुन्छ है त्यहाँको चाहिँ। सो बब्बाल हावा पनि यहाँ चाहिँ बब्बाल हावा चल्दो रहेछ। सो भ्यू पनि राम्रो देखिरहेछ देख्नु चाहिँ होइन। मेरो आँखाले चाहिँ जस क्यामेरामा त्यस्तो राम्रो आइरहेको छैन होइन। सो भिडियोमा चाहिँ एकदम आँखाको भिजनले चाहिँ राम्रो भ्यू देखिरहेको छ यहाँनिर होइन। त्यही हो मेरो गाउँ यो तल। अब हामी तल जान्छौँ, गाउँ जान्छौँ। काका चाहिँ तल पुगिसक्यो होला काका चाहिँ, अर्को काका चाहिँ उहाँ काका मात्र मसँग हुनुहुन्छ कि। सो त्यही हो केटा हो। सो भिडियोलाई यहाँनिर इन गरिदिउँ होला होइन। आजको भिडियो यहीँ इन हुन्छ होइन। सो भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। सो यस्तो भिडियो भिडियो आउँछ, कन्टिन्यू भिडियो आउँछ है। त्यही भएर भिडियोलाई लाइक गर्नु, सेयर गर्नु, अनि च्यानललाई सब्सक्राइब